जय मसी सालोम। आज फेरि 25 डिसेम्बर हामी मलका घुम्न जानला छौँ। हाम्रो बस यही हो। हामी क्रिसमस मनाउँदैनौँ, त्यही पनि हामी त्यही घुम्न गइरहेछौँ। सो हामी मलकाको यात्रामा छौँ। लेट्स सी यू। जाउँ 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 ल। हामी 1 घन्टाको यात्रा गरेर यहाँ आयौँ। यहाँ रेस्ट रुमतिर गएर रेस्ट गर्दैछौँ। मजाले दामी ठाउँ छ। टक्क हेर्दै मजाले हेर्दैछौँ। हाम्रो सामानहरू मलका आइपुग्यो। अब हामी जाँदैछौँ। बसबाट झर्यो। ओके ओके। तल झर्दा स्वात्ती झर्ने हो क्या हो? जाम्ला पछि जाम्ला जाम्ला। एकचोटि हैन काजाको दिदीहरु यस्तै गरी आउँछ फेरि माथि। रिक्सा पनि पाउनु रहेछ। मलेसियामा मलेसियाको रिक्सा यस्तो एउटा रहेछ है। नेपालको त देख्नु भयो होला मलेसियाको रिक्सा। ल हामी फाइनल्ली मलका आइपुग्यो। अनि हामी चाहिँ अब सङ्गति गर्नेछौँ, हेर्दैछौँ। फर्स्टमा त हामी आएर यहाँ सङ्गति गर्नेछौँ, परमेश्वरको वचन सुन्नेछौँ, प्रार्थना आराधना गर्नेछौँ। सो बल्ल अरू घुमघाम काम गर्नेछौँ। सबै आइसकेछौँ। दामी रहेछ। सबैजना आइसक्यो। ल हाम्रो दाजुहरू टोलीहरू सबै सामान बोकेरै आएको छ। हाम्रो चाहिँ साउन्ड सिस्टम मिलाउने छ। Hallelujah. Yeah, hallelujah. Check. Hallelujah, hallelujah. Praise the Lord. Praise the Lord. Praise the Lord. Hallelujah. आयो Hallelujah. धन्यवाद। ल धन्यवाद। धन्यवाद। Hallelujah. बेल ए रहेछ रहेछ। सबै कुराहरू हामीले लिएर आएको छ। यहाँ तपाईँले मलाई दिनुभएको छ। यहाँ कति कुराहरू बाहिर डिस्टर्बहरू छ, तर पनि हामी चाहिँ त्यो कुरामा ध्यान दिने छैनौँ। यस समयमा चाहिँ हामी परमप्रभुको नाउँलाई उचाल्नेछौँ। अनि त्योभन्दा पहिला हामी छोटो प्रार्थना गरौँ न त है। हामी छोटो प्रार्थना गरिकन अनि प्रभुको उपस्थितिमा हामी जानेछौँ। धन्यवाद। एक दुई तीन। हालेलुया। स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँका प्रशंसा गर। हे उहाँका स्वर्गीय दूतगण उहाँको प्रशंसा गर। हे उहाँका सारा स्वर्गीय सेना उहाँको प्रशंसा गर। हे सूर्य र चन्द्र उहाँको प्रशंसा गर। हे चम्किला तारा हो उहाँको प्रशंसा गर। हे सर्वोच्च आकाश र आकाश माथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर।
ल्याली स्तुति हाम्रो चेतना होस् हालिनुहोस् हामीद्वारा हाम्रो हाम्रो चेतना पुस्ताहरूले परमेश्वरलाई भेटाउन सक्छ होइन हामीद्वारा चाहिँ संसारका मानिसहरूले यतिका मानिसहरू भेला भएर आराधना गर्दै थियो 4जना मान्छेहरू पछाडिबाट हेर्दै हुनुहुन्थ्यो होइन के होला एकजनाले त आएर सोध्नु भएर को दिनु मलाई हो त्यस्तो लाग्यो अनि नेपाली हाम्रो सङ्गति सक्यो सो हामी जाँदैछौँ हाम्रो दाजुहरू जाँदै हुनुहुन्छ सङ्गति पनि सक्यो अब खानपिन घुमघामतिर हुनेछ बाहिर घुम्न आएको भनेको दाजु पछाडि एकदम के छ आलोक मलकाको रिक्सा यो चाहिँ मलेसियाको मलकाको रिक्सा ए त मर्कुटा रे हो मर्कुटा टोलीहरू मलकामा मलका चाहिँ पेसेन हो मुरुका रे एकदम राम्रो छ हामी मलक्का भन्ने एकै ठाउँ चाहिँ थाहा भएन तर यहाँ देख्न सक्नुहुन्छ मलक्का यत्रो ठुलो नाममा देखिएको छ र ठ्याक्कै यहाँ ठाउँ नभएको कारणले मैले चाहिँ देखाउन सकिरहेको छु गुर्खाको पनि बनाइदियो भएन गाह्रो भयो दाजुलाई मलक्का एकै मलक्काको यो चर्च ल यहाँ दाजु हुनुहुन्छ यस्तो राम्रो देखाइरहेको छ यहाँको भ्यू तपाईँहरू हेर्न सक्नुहुन्छ दामी दामी राम्रो छ एकदमै ल मलक्काको एउटा यो चर्चमा आएका छौँ यो चाहिँ एउटा चर्च रहेछ हामी हेर्न सक्छौँ अनि यहाँ दामी टुडे 2025 यहाँ लेखेको छ मान्छेहरू धेरै छ आज किनकि पब्लिक होलिडे भएको कारणले आज चाहिँ मान्छेहरू धेरै छ यो ठाउँमा हामी हेर्न सक्छौँ हामी सबैले धेरै धेरै छ हाम्रो यात्रामा हेर्न सक्नुहुन्छ धेरै मान्छेहरू छ आज मान्छेहरू धेरै भएको कारणले हल्लाहरू छ रिक्साहरू छ यहाँ गाडीहरू चलिरह तर ठाउँ चाहिँ मलक्काको हाम्रो भिजिट यो चाहिँ चर्च रहेछ है सबैजनाले देख्न सक्नुहुन्छ यहाँ चाहिँ धेरै चल्दैछ बोट ल बोट पनि चल्दो रहेछ यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ मलक्काको एउटा समुद्रमा आएका छौँ सानो समुद्र भित्री भागमा रहेछ यो चाहिँ अति नै राम्रो अति नै रमाइलो पनि भयो अनि हामीले यो ठाउँमा आएर सङ्गति पनि गर्न पायौँ त्यो ठाउँ अति नै राम्रो पनि छ सुन्दर पनि छ यो ठाउँमा हामी आएका छौँ तर यहाँ पानी रहेछ कति गहिरो छ थाहा छैन तर यस्तो दामी रहेछ मान्छेहरू यस्तो छ भिडहरू तर यहाँको यस्तो छ उतै आउँदैछन् दाइहरू कोही पछाडि गइसक्नुभयो कोही अगाडि गइसक्नुभयो म चाहिँ यहाँ छु तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा बोर्डहरू आउँदैछ यो चाहिँ एउटा बोर्ड हो तर यहाँ पानीमा चल्न सक्छौँ हामीले हेर्न सक्छौँ पानी चाहिँ धेरै गहिरो रहेछ यहाँ यस्तो ठुलो आइरहेको छ हेर्न सक्छौँ तपाईँको समुद्रको छेउछेउतिर छ हामी चाहिँ
अनि हामी चाहिँ अहिले चाहिँ भित्र छ यस्तोमा यस्तो चलिराख्दो रहेछ सबैले हेर्नुहोस् छ यहाँ चाहिँ ठाउँहरू राम्रो रहेछ हाम्रो ठाउँहरू राम्रो रहेछ देखिएको वेलकम टु मलक्का भनेर लेखेको रहेछ ठाउँमा अनि यो चाहिँ एउटा चर्च कुन चर्च रहेछ यसमा चर्च रहेछ चाहिँ पुरै यो एरिया चाहिँ पुरै चर्चको चर्च रहेछ चर्च अफ के लेखेको छ यस्तो राम्रो छ अति सुन्दर छ आउँदैछ हाम्रो टोलीहरू दाजुहरू हुनुहुन्छ हाम्रो दाईहरू आदरणीय दाईहरू राज दाई हाम्रो दाजुहरू आउँदै हुनुहुन्छ हाम्रो दाजु यस दाजुहरू आउँदै हुनुहुन्छ हामी हिँड्दैछौँ कति धेरै हो फिस खाना दिने नि आउँछ नि यिनीहरू जाल ल्याउनु पर्ने सबै आउँदो रहेछ सानो छ फेरि सानो इत्रो झन् मिठो हुन्छ त्यति यहाँ चाहिँ घरै तपाईँहरू देख्न सक्नुहुन्छ नेपालको जस्तो घर ठ्याक्कै यो चाहिँ जहाज हिँड्ने एउटा बोर्डहरू हिँड्ने चाहिँ भित्र छिरेको यो भित्रदेखि अनि कति गहिरो छ होला यो थाहा छैन तर हेर्नु घरहरू चाहिँ नेपालको जस्तो घर पनि छ यहाँ हेर्न सक्नुहुन्छ यहाँ थरी थरीका मान्छेहरू छ यहाँ बाटो यात्रा हिँडिरहेको छ तर हामी यता भित्र जाँदैछौँ होटेलमा हामी खाना खानको लागि हामी सबैजना एकसाथमा मिलिकन यति राम्रो छ हामी हेर्न सक्छौँ यति राम्रो घर छ यति राम्रो छ घरहरू यस्तो दामी बनाएको छ क्या हेर्नुहोस् के हो त्यो कुकुरै हो काठा कुकुर हो त्यो धेरै रहेछ है कुकुरहरू यहाँ बोर्डहरू रहेछ बोर्डहरू बोर्डको चिन्हहरू हो बोर्डहरू त यता पनि रहेछ धेरै कुनामा रहेछ भित्र कता हो कता गोरो हो सानो बच्चाहरू छ ठुलो छ दुईवटा छ गोरो हो गोरो फोटो खिच न गोरो कस्तो खाएको हामीले त मान्छेलाई डस्सैले गएको यस्तोहरू आउँदा त हल्लिन्छ नि त यता खाउँछ नि त यहाँ ठुलो कति ठुलो यो त यत्रो छ त त्यही हो कि होइन जाम ओ के छ सुल्टी सक्छु होला यसको मुख फाटो हुन्छ नि त उनीहरू आउँदैछ आमा चाहिँ उयो निस्किनु लाग्यो ल सकिहाल्यो हेर नि त्यो खाएको निलिसक्यो अबि खायो जाम त भयो त त्यो जाऊ हामी पनि खानुपर्छ हो यसले कति खाओस् एउटा बिल्डिङ ल
ल हामी चाहिँ अब फेरि खाना खाने ठाउँमा आयौँ हामी चाहिँ कहाँ आएछौँ भनेपछि टक्क लगाएर यहाँ नमस्ते गोर्खा रेस्टुरेन्ट मलेसियामा नेपाली रेस्टुरेन्ट रहेछ भित्र आएर अब हामी खानाहरू खानेछौँ भोक पनि लागिरहेको छ सबभन्दा धेरै आलुकै भोक लाग्छ भन्दै थियो आई एम भेरी हङ्ग्री हङ्ग्री त फाइनली होटेलमा पुग्यौँ नेपाली अब हामी खानासाना खाएर ल भात पनि खाइयो मिठो रहेछ खसीको मासुसँग भात खाइयो अब घुम्दै फिर्दै गइन्छ सो स्टे ट्युन भयो ल अब हामी घुमी घामी सङ्गति सबै कुरा गरेर सक्यो सो अब फर्किँदैछौँ बसमा कति घन्टा लाग्ने हो पानी पर्दैछ सो मजाको गरेछ आइपुग्यो हेलो हेलो घरमा स्वागत छ ल स्वागत छ आयो स्वागत छ प्रार्थना गर्न टाइमिङमा आइपुग्यो यहाँ पनि पुरिरहेको रहेछ पाएर ल स्वागत छ टाइमिङमा आयो छिटो यहाँ सामानले पर्खिरहेको यही त होला ए छुट्यो है मजाले म पनि मजाले छुटेँ त्यही गरी त्यो उसमा यिनीहरू यतै राख्दा सजिलो होला बरु ए माथि चाहिएन त नि फाइनल्ली अब मलकाको यात्रा पनि सक्यो परमेश्वरलाई धन्यवाद सबै कुरामा सहायता गर्नुभयो र आज अब फेरि आयौँ यहाँ फेरि प्रार्थना सुरु भइरहेछ अहिले आराधना चल्दैछ हामी फेरि अब प्रार्थनाको सङ्गति प्रार्थना गरिकन आज सबै कुरा हामी प्रार्थना गरिकन हामी सुत्नेछौँ त्यसपछि सकिनेछ जय मसीह सलाम गड ब्लेस यु अल